त्यस्तो होइन, भिडियो बनाउनलाई हो। बाटोको अवस्था हेलो नमस्कार अनि स्वागत छ नयाँ भिडियोमा। साथीहरू, यति बेला हामी रुकुम पश्चिमको असाध्यै चर्चित पर्यटकीय नगरी स्यार्पुताल घुम्नको लागि जाँदैछौँ र यति बेला देख्न सक्नुहुन्छ हामी बाइकमा जम्बो टोलीको साथमा जाँदैछौँ। सिपालु भन्ने कहिले हुन्न म्याडम। अब टेक्निकल कुरा हो त्यही पनि। जानुहोस् है, जानुहोस्। त्यस्तो होइन, भिडियो बनाउनलाई हो। सकिन्न क्या छ, म त झर्छु है। नै नै पक्नु पक्नु। बोटमा जानिदिनु पर्छ। हजुर बाटोको अवस्था
ओहो बाटो हेर्नु न बाटो गाइज हेर्नु त बाटो कस्तो छ पुरै धान रोप्नको लागि तयार पारेको बाट जस्तै छ पुरा हिलो न हिलो तलपट्टि फेरि नदी छ अलिकति चिप्ल्यो कि स्वाटै नदीमा हो साथीहरू कति जोखिमपूर्ण यात्रा छ नि हाम्रो स्यार्पु तालमा पाल्ने हुने आगन्तुकहरूमा हार्दिक स्वागत छ। कति निलो छ कालो पनि कालो निलो पनि कालो निलो भन्ने कि हरियो भन्ने कलर हो खै के भन्ने हरियो होला निलो कति फरक त एउटा कुना मात्रै होला हैन ब्लू कलर त फरक होला त ब्लू हैन यो होइन ग्रीन कलर हो ग्रीन यो ब्लू भन्ने कि ग्रीन भन्ने कलर अंग्रेजी में थाहा होला होला अस्तिको भन्दा त घटियो छ आज मस्त भोलि बिहान पर्छ त यही छ त यस्तो पनि यहाँ हुन्छ पुराउनु केही छैन थाहा हुनुहुन्थ्यो पुराउनु मात्रै दिनु र म अलि पैसा हजुर यो हो ताल स्यार्पु ताल हो छोरी ये होटलमा त खानु हामीले होटल के तपाईँहरूलाई नखिच्ने हुन्छ अभिवादन कम्प्लेन भन्ने मलाई डर लाग्यो छोरीलाई छोडेको छैन मैले यही भयो हाम्रो ल है उता कुनाबाट खिचौँ है त साथीहरू यो चाहिँ रुकुम पश्चिम जिल्लाको बाँफीकोट गाउँपालिकामा रहेको स्यार्पु ताल हो यहाँ चाहिँ धेरैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्नुहुन्छ ताल एकदमै सुन्दर छ यहाँ चाहिँ बोटहरू पनि छन् देख्न सक्नुहुन्छ यहाँनिर यस्तो सानो सिङ्गल ढुङ्गा पनि छ अलि यतापट्टि चाहिँ अलिक सेफ्टी ढुङ्गा पनि छ हामी चाहिँ अलिकति डर लागेर ढुङ्गा चाहिँ चढेनौँ ताल मात्रै तपाईँलाई देखायौँ भिडियो कस्तो लाग्यो मन परेमा लाइक गर्नुहोला अनि कमेन्ट गर्नुहोला र साथीहरूमाझ सेयर गर्नुहोला साथै आगामी दिनमा यस्तै भिडियो हेर्नको लागि हाम्रो च्यानललाई एकपटक सब्स्क्राइब गरेर छेउमा रहेको घन्टीमा थिचेर अल नोटिफिकेसन अन गर्न भने नबिर्सनुहोला बाई बाई साथीहरू।